नमस्कार, म शान्ति राई। यो मेरो युट्युब च्यानलको पहिलो भिडियो हो। यो भिडियोमा कल्चरल, स्पिरिचुअल र ट्रेडिसनल कन्टेन्टहरू रहेको छ। भिडियो पुरा हेरिदिनु होला। भिडियोको बीच पार्टहरू सन्देशमूलक र रमाइलो रहेको छ। मेरो यो पहिलो भिडियो भएकोले सुधार्नुपर्ने पक्षहरू धेरै हुन सक्छ। कमेन्टमा सुधारको लागि सल्लाह सुझाव गरिदिनु होला र भिडियोलाई लाइक, कमेन्ट, सब्स्क्राइब पनि गरिदिनु होला। अब भने हामी भिडियोतर्फ लागौं। 2082 सालको उभौली पर्वको विशेष अवसरमा किरात राई आयोहाको आयोजनामा चाहिँ हाम्रो यो सर्पेडाँडामा रहेको साकेला थानमा पूजाको लागि हामी जाँदैछौँ। यहाँ श्रेयाना राई चाहिँ हाम्रो साकेला डान्स गर्ने, साकेला नृत्यको नानी, म अनि लगायत सबै टिम आइरहेको छौँ। अनि हाम्रो चाहिँ टिम चाहिँ त्यहाँ गएर पूजापाठ गर्ने। हाम्रो नानी, म सबैजनाहरूको टिम आउँदैछन्, अघि गएका छन्। ओके, फेरि पनि माथि साकेला थानमा भेटौँला। ओके ओके, हाम्रो चाहिँ के अरे साकेला थानको यात्रा होइन। साकेला थानमा गएर हामी नाच्ने, साकेला सिडी नाच्ने, अनि खाने, अनि गाउने, अनि फेरि कहाँ जाने, टायर रिखिम जाने, फेरि त्यहाँ पनि गएर नाच्ने होइन। ओके, कस्तो राम्रो है यहाँको सिन। ऐसेलु पनि खानुपर्छ ल। ऐसेलु भनेको त्यो किम्बु जस्तै। श्रेयामा चाहिँ ऐसेलु टिपेर खाँदैछिन्। हाम्रो साकेला थानको साइडमा चाहिँ ऐसेलु घारी छ। ऐसेलु यस्तो धेरै फल्या छ है। ऐसेलु काँडासँगको फलै अत्यन्तै टेस्टी हुन्छ नि त। ऐसेलु कतिको मिठो छ नानी? ऐसेलु मिठो छ। ओहो, ऐसेलु दामी छ। यता पनि ऐसेलु फलेर ऐसेलु पाक्यो बन रातै भनेको यही हो नि। वाउ, श्रेयाना ऊ ऐसेलु खाएर फर्केको हो? मिठो थियो? ऐसेलु कति मिठो हुन्छ नि? मन पर्यो हो? कहिले फर्स्ट टाइम खाएको कि अस्ति पनि खाएको थियो? म त कतिचोटि खाएको नि। ओहो, मिठो दामी होइन। काँडासँग फल कति चाहिँ टेस्टी यार। मिठो चाहिँ कति मिठो हो। प्राकृतिक खानेकुरा हो नि त यो भनेको। घोच काँडाले घोच्यो हो। जोगेर टिप है, जोगेर। वाउ वाउ, सेवा 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 सेवा। आजभोलि के छ धेरै ठिकै छ नि बाङ्गा। यसो होइन, ऊ मात्रै गरेको अभिनय। ऊ यहाँनिर यसो पूजा गरे जस्तो। सायाचोङ नै बाङ्गा। झारा हो। दोङदावा। नानी पहिला को हुनुहुन्छ? ऊ माङपा सुरेश बाङ्गा कता हुनुहुन्छ? बिरामी छ नि उहाँको श्रीमती।
किरात राई आयोखाको टोली फिदिम हुँदै सर्पे डाँडा र सर्पे डाँडा हुँदै फिदिम 3 स्थित तायरुङ रिखिम पुगिसकेका छौँ। यहाँ चाहिँ साकेला टोली नाचिरहेका छन्। तायरुङ रिखिममा चाहिँ राईहरू जन्मेदेखि मृत्युसम्म चाहिने सामग्रीहरू जस्तै खुर्पी, बेछुप लगायत थुप्रै सामग्रीहरू निर्माण गरिएको छ। Thank you guys for watching.